भिरकोटी मण्डपमा आमसभा गर्न दिँदाखेरि ढलले तिम्रो गणतन्त्र कस्तो गणतन्त्र र कति कमजोर गणतन्त्र हो त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै लफडा नगरेको हो। आज हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस चारतिरबाट हुन्दियो भने कसलाई छेक्छौ, कसलाई गोली हान्छौ? मैले फेरि पनि भन्छु, नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौँ, गोली हान्छौँ, हामी पनि गोली चलाउँछौँ त भन्दिन, तर बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौँ। फेरि एक प्रयास म भन्छु, त्यसैले चैत 15 गतेको घटनाको निष्पक्ष छानबिन हुनु पर्यो, न्यायिक आयोग गठन हुनु पर्यो। यो सरकारका कारिन्दाहरूको आयोग होइन, सर्वोच्चको पूर्व न्यायाधीश, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा काम गर्ने मानिसहरूको, स्वतन्त्र र निष्पक्ष मानिसहरूको आयोग गठन होस् र छानबिन होस्। दोषीको त्यो सार्वजनिक होस् र दोषीलाई सजाय गरियोस् भन्ने म चाहन्छु।